अनि 107 त्यसमा तपाईको 107 को क्वेशन नम्बर 3 छ है। 3 मा भनेको छ एउटा मोटरसाइकल 8 लिटर पेट्रोलले 320 किलोमिटर गुड्छ भने 50 किलोमिटर यात्रा गर्न कति लिटर पेट्रोलको आवश्यकता पर्ला। तो यसमा हामी सल्युसन बनाएको हामी थाहा दिएको के छ 320 किलोमिटरमा 8 लिटर पेट्रोल खर्च हुन्छ अर्थात 320 किलोमिटर बराबर कति हुन्छ 8 लिटर खपत भइरहेछ भने 1 किलोमिटर निकाल्नु पर्ने हो। पहिला त 1 किलोमिटर थाहा हुन्छ त्यसपछि हामी जति पनि सोधिन्छ त्यो थाहा हुन्छ। अघि जस्तै नि के छ कि हिजो एउटा जुन भर्खरै जुन भिडियो बनेको थियो जुन हामीले 1 केजी को दाम थाहा रहन्छ भने बाँकी जति पनि केजी हुन्छ त्यसको दाम थाहा हुन्छ। यानी कि 1 किलोमिटरमा कति लिटर पेट्रोल खर्च हुन्छ बाँकी जति पनि किलोमिटर सोध्यो भने हामी निकालिहाल्छौँ। त हामी के गरेको छु 320 किलोमिटर बराबर 8 लिटर हुन्छ भने 1 किलोमिटर बराबर के भयो 8/320 भन्नाले 8 एकाइ 8 8 ले 4 ले काटेको छ यानी कि 40 ले पुरैले काट्यो है। यानी कि 8 लाई एकचोटि पऱ्यो भने 8 हुन्छ यानी कि 8 हुन्छ। 8 ले यानी कि 40 चोटि पऱ्यो भने तपाईको 320 हुन्छ भन्नाले यसरी एकचोटि फेरि देखेछ 8 छ तल 320। अब यसमा के हुन्छ यदि तपाईँ जुन नम्बरले जुन सङ्ख्याले माथि काटिराख्नु भएको छ त्यही नम्बरले तल काट्दैछ कि म 8 को टेबल पढ्छु एकचोटि त 8 आउँछ यानी कि 8 को टेबल पढेर माथि काटेको छु भने 8 को टेबल तल पनि गरेर काट्नुपर्छ यानी कि भाग गर्नुपर्छ 8 ले 8 ले भाग गर्यो भने के कति पुरै जान्छ यो 40 ले जान्छ। यसरी एकचोटि गरिहाल्नु 320। अब 8 चौके कति हुन्छ 32 हुन्छ 32 भयो 2 को 2 गयो 0 2 को 2 गयो 3 को 3 गयो 0 त्यसपछि फेरि 0 उत्रिन्छ। अब यो त लाग्दैन भागले अब 0 ले त भाग जाँदैन भने के हुन्छ यहाँ 0 एड हुन्छ। जब भाग जाँदैन भने कतिले ठक्कै एन्सर आयो 40 आयो यानी कि 8 एकाइ 8 8 लाई 40 चोटि पऱ्यो भने 320 हुन्छ अनि ठक्कै कटिन्छ। त त्यसैले कति आएको छ 1/40 लिटर यानी कि अब गाडीलाई 1 किलोमिटर दौड्नु छ भने दौड्नुको लागि कति तेल खपत भइरहेको हुनुपर्छ 1/40 लिटर है 1/40 लिटर। अब 5 यानी कि अब 50 किलोमिटर अब 50 किलोमिटर को निकाल्नु छ हामीले थाहा भइहाल्यो कि अब 1 किलोमिटर यानी कि 1 किलोमिटरमा कति दिएको छ। अब 1 किलोमिटरमा तपाईको कति छ 1/40 भने अब 50 किलोमिटरमा हामी निकाल्नु पर्ने हो। 50 किलोमिटर निकाल्नु पर्ने हो भने के गर्ने गुणा गर्नुपर्ने हो हैन। जस्तै कि कुनै अब 1 किलोमिटरमा एकछिन मान्नु 2 लिटर खर्च भइरहेछ भने भन्नाले 2 किलोमिटरमा निकाल्नको लागि कति हुन्छ 2 गुणे 2 ले के गर्छौँ हामी 2 लिटर गुणा गर्छौँ भने कति हुन्छ 4 लिटर हुन्छ। अब त्यहाँ छ के त्यहाँ छ 1 किलोमिटरमा अब कति छ 1/40 छ भने 2 किलोमिटर निकाल्नको लागि के गर्नुपर्छ 2 गुणे 1/40 चाहे 1/40 अगाडि लेखेर चाहे 2 गुणा गर्नु कुरा त्यही हो हैन। त त्यहाँ सोधेको छ एकैचोटि 2 ले छोडेर एकैचोटि के छ 2 छोडेर एकैचोटि कति छ हाम्रो 50 किलोमिटर छ भनेले 50 किलोमिटर छ भने त्यस्तै 1/40 गुणे 50 भन्नाले यहाँ पनि के छ 1/40 गुणे 50 किलोमिटरमा कति तेल खपत भइरहेको छ भने त्यो निकाल्नको लागि के गर्नु पर्यो 140 गुणे 50 गर्नु पर्यो हैन। यानी कि अब एक भन्दा बढी निकाल्नको लागि के भन्छ हाम्रो धेरै निकाल्नु छ भने त्यो गुणाको मल्टिप्लाई गर्नुपर्छ अनि त्यसको कम निकाल्नु छ 1 क्वान्टिटी निकाल्नु छ भने भाग गरेर ल्याउनु पर्छ। अब 0 ले यो 0 क्यान्सल गरिएको छ अनि काटिएको छ अनि बचेको छ हाम्रो 5/4। अब 4 ले 5 मा भाग गरेर भने यहाँ हेर्नु त 4 ले 5 मा भाग गरे भने कति हुन्छ 1.5। जस्तै कि अब 4 ले एकचोटि पऱ्यो भने 4 आइहाल्छ 5/4 गऱ्यो भने 1 आयो। त्यसपछि फेरि यसलाई फेरि काट्नको लागि रामपुरी त फेरि पोइन्ट राख्दाखेरि डिस्मल राख्दाखेरि के हुन्छ 0 एड गर्न मिल्छ 10 भयो। त 4 दूना 8 भएको छ भने 8 त 10 बाट 8 घट्यो फेरि 2 आयो
फेरि 2 आएपछि एकचोटि जब यहाँ दशमलव हालिसकेपछि तपाईँले निरन्तर जति 0 राखेर डिभाइड गर्न अगाडि बढ्न सक्नुहुन्छ। त अब 0 हालेछ त 4 पञ्चे 20 भएको छ, यानि कि 20 कटेको छ, लास्टमा पुरै क्यान्सल भएको छ भने डिभाइड यतिकैमा सम्पन्न भयो होइन। त्यसपछि 1.25 एन्सर आयो। 1.25 लिटर खपत हुन्छ कति 50 किलोमिटरमा। अन्तमा हामी लेखिसकेका छौँ 50 किलोमिटर यात्रा गर्नुको लागि 1.25 लिटर पेट्रोल के हुन्छ हाम्रो खर्च हुन्छ। एकचोटि म तपाईँले पुरै यसरी स्क्रिनमा देखाइदिइरहेको छु, पुरै भिडियो अनि पुरै लेखेको के कुरा छ पहिला नै पनि तपाईँले देखाइदिएको थियो। तपाईँले यसमा एकदम प्रष्ट देखिराख्नु भएको छ। बिस्तारै तल तपाईँले सार्न अलिकति सजिलो होस् म पुरै देखाइदियो। मसँग अहिले क्यामेरा क्वालिटी अलि राम्रो छैन। तपाईँहरू यदि सहयोग गर्नुहुन्छ भने हरेक बुकको म भन्नाले 7 क्लासको 8 क्लासको 9 क्लासको 10 क्लासको हरेकको एक क्वेसन गरी एउटा भिडियो मात्र एक क्वेसन मात्र आउँछ। किनभने धेरै क्वेसन लगाएमा झ्याउ हुन्छ। पहिला एउटा भिडियोमा एक क्वेसन मात्र रहन्छ, सर्ट बुझ्ने हो, त्यसपछि अर्को क्वेसन गर्ने हो। यसमा केही 10वटा क्वेसन झ्याउ गरेर त्यो केही गर्नु छैन। तब सकिसक्यो है यो भिडियो तपाईँको सकिसक्यो। यसमा तपाईँले केही प्रब्लम छ भने तपाईँ यो मेरो कमेन्टमा केही भन्न सक्नुहुन्छ। यसमा के कस्तो केही कुरा बुझ्नु भएन भने मलाई एकदम फ्रिक्वेन्टली भन्न सक्नुहुन्छ। यसमा कोही प्रब्लम छैन है। मैले खोजेको यो हो कि यदि तपाईँहरू सब्सक्राइब गर्नुभयो भने यसमा अलि इन्कम स्टार्ट भयो भने म यहाँ धेरै अहिले नै पनि बच्चाहरू फ्री एजुकेसन दिइरहेको छु। यस्ता धेरै इन्फ्रास्ट्रक्चरहरू मलाई त्यो बच्चाहरू एड गरिन्छ र हाम्रो इन्डियामा जस्तै सरहरूले उहाँहरूले पनि एजुकेसन सिस्टममा एकदम लो कस्टमा ल्याएर राख्नुभएको छ। त्यस्तै म पनि यहाँ लो कस्टमा यहाँ पनि छ हाम्रो 320मै नै ट्युसन फी रहन्छ। 320 धेरै नै अलिक सामान्यता छ, कहीँनिर त 1000 रुपियाँ छ, 2000 5000 छ। तर मैले आफ्नो मध्य प्रदेशमा यो गर्न खोजिरहेको छु। एकदम लो कस्टमा मिनिमम कस्टमा हामीले यो बच्चाहरूले पढाउन खोज्छु। भयो भने हामी फ्री एजुकेसनको उपलब्ध पनि गराउँछौँ। अहिले भर्खरै फ्री एजुकेसन सिस्टम ट्युसन चालु नै भइसकेको छ हाम्रो गाविस गेडेहीगुठीमा। रौतहट जिल्लाको गाविस गेडेहीगुठीमा सञ्चालन पनि छ। अझै पनि पढाउन कोसिस पनि हामी गरिरहेको छौँ। हस्, यदि तपाईँहरूलाई यो राम्रो लागेको छ भने तपाईँ प्लिज सब्सक्राइब गर्न नबिर्सनु होला। अनि यदि तपाईँ सब्सक्राइब गर्नुहुन्छ भने हामीलाई अलिकति मोटिभेट मिल्छ। हामी अर्को भिडियो पनि फेरि बनाउन कोसिस गर्छु, अझै राम्रोसँग बनाउन कोसिस गर्छु है। हस्, अब फेरि अर्को क्वेसनमा हामी भेट्नुहुन्छ ल।